ललितपुर प्याप्सनीय गोशाले येले प्रयोगात्मक लिसे थिथि कलाकृतिय प्रत्यक्ष प्रदर्शनी जुइत्यंगुदु प्रदर्शनी वैगु बंगसिर 13 गतेनसे 16 गते तक येलो लाकुया बन्दाके बेजुगुरका पत्रकार सम्मेलनले ललितपुर प्याप्सन जानकारी बियोगु ख कमसे कम अब्जेक्टिभ मात्र देखाउने हैन त्यो कसरी बन्छ त कसरी बनाइन्छ त त्यो बनाउनलाई चाहिँ कति कष्ट गर्नुपर्छ त त्यो बनाउनलाई के सामान जोड्नु पर्छ त के ल्याउनु पर्छ भन्ने कुरा पनि बालबालिकाले त्यहाँ हामीले प्रत्यक्ष नै त्यसको सामानदेखि लिएर बनाउने विधिदेखि लिएर त्यसलाई के गर्नुपर्ने सिलाउने के कुरा चाहियो त्यसको औजार के चाहियो ती पनि बच्चाहरूले चाहिँ प्रत्यक्ष हाम्रा शिल्पीकर्मीहरूले त्यहाँ देखाउनेछन् र शिल्पीकर्मीले त्यो देखाउँदै बुझाउने पनि छन्। लगभग यो एक्जिबिसनमा हामीले हुन त यो ललितपुर भरिका मात्र नभई देशैभरिका बालबालिकालाई चाहिँ यो खालको शिक्षा दिनुपर्ने यो खालको चाहिँ व्यवहारिक कुरा सिकाउनु पर्ने यो सिप हाम्रो कला सम्पदालाई चिनाउनु पर्ने हो र यहाँको मिडिया माध्यमबाट यो सिप कला र सम्पदा चाहिँ यहाँको मिडियाको माध्यमबाट नेपालभरि पुर्याउँछ। नेपालका कुना काप्चाका कुना दूरदराजका विद्यालयमा पनि अहिलेको सोसियल मिडियाले चाहिँ त्यहाँसम्म पुग्छ भन्ने आशा लिएर पनि आज हामीले यो कार्यक्रम गर्दैछौँ। र मैले भनिरहेको थिएँ यो चाहिँ हामीले यो विभिन्न सिप कला सम्पदाको मान्छेहरूलाई विभिन्न व्यक्तिलाई हामीले प्रत्यक्ष ती व्यक्ति नै आउनेछन् जो यसको चाहिँ लामो समयदेखि यसलाई व्यावसायिक रूपमा काम गरिरहेका र यो व्यवसायमा रहेका चुनौतीहरू पनि उहाँले त्यहाँ भन्नुहुनेछ देखाउनु हुनेछ। पेनुतक जुगो प्रदर्शनी बजिलुइगो सुको थाइगो तानो लंका प थाइगो कपा फेनिगो थजागो परम्परागत ज्याया प्रत्यक्ष प्रदर्शनी जुगरका पत्रकार सम्मेलनले जानकारी बियोगो ख